नमस्कार साथीहरू, स्वागत छ आजको एपिसोडमा। आज हामी कुरा गर्दै छौं थाइरोइड भनेको के हो, कसरी हुन्छ, लक्षण के देखिन्छन्, कसरी बच्ने र घरमै बस्दै कसरी थाइरोइड नियन्त्रणमा राख्न सकिन्छ। धेरै मानिसलाई थाइरोइड छ तर थाहा नै नहुने, त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोला। थाइरोइड भनेको के हो? थाइरोइड एक साना पंख जस्तै आकारको ग्रन्थि हो जुन घाँटीको अगाडि गलाको तलपट्टि अवस्थित हुन्छ। यसले थाइरोक्सिन T4 र ट्राइआयोडोथाइरोनिन T3 नामक हर्मोन उत्पादन गर्छ जसले निम्न कार्य गर्छ: शरीरको मेटाबलिजम, एनर्जी युज नियन्त्रण गर्न, मुटुको धड्कन, शरीरको तापक्रम, पाचन, तौल, मानसिक अवस्था, मुड, छाला, कपाल, नङको स्वास्थ्य, महिलामा महिनामारी र गर्भधारण। एउटा बल्बले कोठा उज्यालो बनाउँछ। थाइरोइडले शरीरको सबै प्रक्रिया अन अफ बनाउने मुख्य स्विच हो। ब्लू डट, थाइरोइडका दुई प्रमुख समस्या: 1. हाइपोथाइरोइडिज्म, थाइरोइड कम हुनु। थाइरोइड हर्मोन कम उत्पादन हुँदा निम्न समस्या हुन्छ: तौल बढ्नु, धेरै थकाइ, छाला सुक्खा, कपाल झर्नु, फेस सुन्निनु, चिसो धेरै बढ्ने, कब्जियत, महिनावारी अनियमित, बच्चा हुन समस्या। 2. हाइपरथाइरोइडिज्म, थाइरोइड बढी हुनु। थाइरोइड हर्मोन अत्याधिक उत्पादन हुँदा तौल घट्नु, हतार हतार धड्कन, अत्याधिक पसिना, मानसिक तनाव, निन्द्रा नआउनु, हात काम्नु, आँखा बाहिर निस्किनु। ग्रेव्स डिजिजमा जिन, थाइरोइड किन र कसरी हुन्छ? 1. आनुवांशिकता, जेनेटिक, घरमा कोहीको थाइरोइड समस्या छ भने सम्भावना धेरै हुन्छ। 2. आयोडिनको कमी वा अत्याधिक सेवन, नुनमा आयोडिन कम, अत्याधिक आयोडिन सप्लिमेन्ट। 3. अटोइम्युन रोग, जसमा शरीरले आफै आफ्नो थाइरोइडलाई आक्रमण गर्छ: हासिमोटो हाइपोथाइरोइड, ग्रेव्स डिजिज हाइपरथाइरोइड। 4. तनाव, दीर्घ तनावले हर्मोनल सिस्टम बिगार्छ। 5. गर्भ अवस्था र प्रसुतिपछि, पोस्टपार्टम थाइरोइडिटिस धेरै महिलामा हुन्छ। 6. धेरै औषधि, लिथियम, एमियोड्रारोन, स्टेरोइड्स। 7. धुलो, प्रदूषण र धुवा, इन्भाइरोमेन्टल टक्सिनले थाइरोइड ग्रन्थि कमजोर बनाउँछन्। 8. कम निन्द्रा र अनियमित दिनचर्या, हर्मोनल इम्ब्यालेन्स सिधै थाइरोइडसँग जोडिन्छ। महिमा, कसलाई बढी हुने सम्भावना हुन्छ? महिलामा पुरुषभन्दा 5 देखि 8 गुणा बढी, 30 देखि 60 वर्ष उमेर, गर्भवती र सुत्केरी महिला। पारिवारिक इतिहास, अटोइम्युन रोग भएका जस्तै टाइप 1 डायबिटिज, रुमाटोइड आर्थराइटिस, स्ट्रेस धेरै हुने, खानपान अनियमित, आयोडिन कम भएका क्षेत्रका व्यक्तिहरू। भूमि, थाइरोइड कसरी थाहा पाउने? टेस्ट, थाइरोइड जान्न मुख्य 3 टेस्ट: 1. TSH, सबैभन्दा महत्त्वपूर्ण। 2. T3, 3. T4। थप परीक्षणहरू: एन्टी-TPO, हासिमोटो जाँच, एन्टी-TSH रिसेप्टर एन्टिबडिज, ग्रेव्स डिजिज, अल्ट्रासाउन्ड थाइरोइड, थाइरोइड अप्टिक स्क्यान हाइपरथाइरोइडमा। मेडिकल अलादी, थाइरोइडको मेडिकल उपचार: 1. हाइपोथाइरोइडिज्म, थाइरोइड कम हुनु, मुख्य औषधि थाइरोक्सिन, लेभोथाइरोक्सिन, बिहान खाली पेट लिनुपर्छ, डोज TSH अनुसार बढाई घटाई हुन्छ। 2. हाइपरथाइरोइडिज्म, थाइरोइड बढी हुनु, कार्बिमाजोल, मेथाइमाजोल, PTU, बीटा ब्लकर, धड्कन घटाउन, रेडियोएक्टिभ आयोडिन ट्रिटमेन्ट, नसकेमा सर्जरी, पट्टी, हरेक 3 महिना TSH, T3, T4 जाँच आवश्यक। महार्ची, थाइरोइडबाट कसरी जोगिने? लाइफस्टाइल प्रिभेन्सन: 1. तनाव कम गर्नु, मेडिटेसन 10 मिनेट, डीप ब्रिदिङ, योगा। 2. नियमित निन्द्रा 7 देखि 8 घण्टा, राति 10-11 बजे सुते उत्तम। 3. आयोडिन युक्त नुन, कम नभएको तर अत्याधिक पनि नभएको, प्रतिदिन 5 देखि 6 ग्राम नुन पर्याप्त। 4. सन्तुलित आहार, थाइरोइडले राम्रो हुने खाना: अण्डा, दूध, दही, केरा, बदाम, काजु, ओमेगा 3, माछा, होल ग्रेन्स, ओट्स, ब्राउन राइस। 5. प्रदूषण, धुवा र अत्याधिक रसायनबाट जोगिनु। 6. नियमित एक्सरसाइज, 30 मिनेट ब्रिस्क वक। निन्दु, थाइरोइडका घरेलु उपचारहरू: ध्यान दिनुहोस्, यो उपचार सहयोगी मात्र हुन्, मुख्य उपचार डाक्टरले दिएको औषधि नै हो। भट्टी: 1. हनी प्लस हल्दी प्लस तातो पानी, 1 चम्चा मह, 1/4 चम्चा हल्दी, तातो पानी।
इन्फ्लेमेसन कम गर्छ। बारी 2 लसुन गार्लिक बिहान 1 देखि 2 वटा काँची हाइपरथाइरोइडमा सुजन र स्ट्रेस घटाउँछ। 3 अदुवा पानी अदुवा च्यान हाइपोथाइरोइडमा मेटाबोलिजम सुधार्छ। भूमि 4 ब्राजिल नट्स सेलेनियम सोर्स 1 देखि 2 वटा प्रतिदिन सेलेनियम थाइरोइड हर्मोन कन्भर्ट गर्न महत्त्वपूर्ण। मोर्क 5 कोकोनट ओयल हाइपोथाइरोइडमा सम्भावित फाइदा 1 चम्चा खाना बनाउँदा वा चिहामा एनर्जी बढाउँछ मेटाबोलिजम सुधार्छ। महिमा 6 एप्पल साइडर भिनेगर 1 ग्लास पानीमा 1 चम्चा मेटाबोलिजम र डिटक्समा सहयोग। बारी 7 अश्वगन्धा स्ट्रेस कन्ट्रोल हाइपोथाइरोइडमा फाइदाजनक तर गर्भवतीले नलिनु। पट्टी कुन चीजहरूबाट जोगिनु अत्यधिक कफी अत्यधिक सोया हाइपरथाइरोइडमा डीप फ्राइड फूड अत्यधिक पिउने पानीमा फ्लोराइड तनाव राति अबेर सुतेर हार्मोनल इम्ब्यालेन्स। महार्ची थाइरोइडका लागि उत्तम योग सर्वाङ्गासन भुजङ्गासन मत्स्यासन हलासन कपालभाती अनुलोम विलोम। महिमा कहिले तुरन्त डाक्टरलाई भेट्नु हृदय तीव्र धड्किनु कपाल तीव्र झर्नु तौल एकासी बढ्नु वा घट्नु आँखामा समस्या गर्भवती अवस्थामा थाइरोइड खोइरो गिर्नु छाला कडा हुनु। पट्टी 20 मिनेटमा पढिने पूर्ण सार थाइरोइड शरीरको मुख्य हर्मोन नियन्त्रक ग्रन्थि हो। यो बिग्रदा हाइपोथाइरोइड वा हाइपरथाइरोइड हुन्छ। कारण आनुवांशिकता स्ट्रेस आयोडिन कमी अटोइम्युन। उपचार थाइरोक्सिन कार्बिमाजोल आदि। थाइरोइडबाट बच्नका लागि स्ट्रेस कन्ट्रोल एक्सरसाइज स्लिप ब्यालेन्स डाइट। घरेलु उपचार अदुवा लसुन हनी हल्दी ब्राजिल नट्स कोकोनट ओयल आदि। तर औषधि रोक्नु वा बदल्ने काम डाक्टरको निर्देशन बिना कहिले नगर्नुहोस्। यस सम्पूर्ण भिडियोलाई अन्तिमसम्म हेरी साथ दिनुभयो धन्यवाद। यस्तै जानकारीको लागि हाम्रो च्यानललाई सब्स्क्राइब गरी बेल आइकन थिचिदिनुहोला ताकि हाम्रो भिडियो सबभन्दा पहिले तपाईसम्म पुगुन्। फेरि पनि अर्को भिडियोमा भेट्ने वाचा गर्दै आजलाई बिदा हुन्छु। स्वस्थ रहनुहोस् मस्त रहनुहोस्। गॉड ब्लेस यू। बाइ बाइ।